डियर स्टुडेन्ट्स एन्ड प्यारेन्ट्स, अब आउँदै गरेको यही असार 15 आइतबारको दिन केबिए ग्लोबलले हजुरहरूकै सहर चितवनमा ग्रान्ड एजुकेसन फेयर लिएर आएको छ। एजुकेसन फेयर अटेन्ड गरेर चाहिँ हामीलाई के फाइदा हुन्छ त? यो एजुकेसन फेयरमा अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड र क्यानाडाको डाइरेक्ट टप युनिभर्सिटिजको रिप्रेजेन्टेटिभहरूसँग प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ र स्कलरसिपदेखि लिएर अन द स्पोट काउन्सिलिङ, भिसा अप्सन, फाइनेन्सियल गाइडलाइन्स, कोर्स काउन्सिलिङ जस्ता कुराहरू पनि बुझ्न सक्नुहुन्छ। त्यसै गरी ब्रिटिस काउन्सिल र आइडिपीको रिप्रेजेन्टेटिभहरूसँग भेटेर आइएल्स रिलेटेड क्वाइरिज र साथसाथै ब्याङ्कको रिप्रेजेन्टेटिभहरूसँग एजुकेसन लोनको प्रोसेसको बारेमा पनि बुझ्न सक्नुहुन्छ। फेयर भिजिट गर्ने सबै स्टुडेन्टहरूले 80% सम्मको डिस्काउन्ट पाउने र धेरै किसिमको गिफ्ट ह्याम्पर, गुडिज र लकी ड्र प्राइज जित्ने अवसर पनि पाउन सक्नुहुन्छ। अझै एउटा कुरा थाहा छ, यो एजुकेसन फेयरमा एउटा लकी भिजिटरले आइएल्सपीटी डेट बुकिङ भाउचर वर्थ 30K सम्म पाउन सक्नुहुन्छ, जुन यस्तो अवसर कहिलेकाहीँ मात्र आउँछ है। ए भनेपछि यो फेयर त छुट्याउनै नहुने रहेछ है। अब म नि मेरो प्यारेन्ट्सहरूलाई लिएर असार 15 गते केबिए ग्लोबल चितवन अफिस भिजिट गर्छु र म पनि मेरो साथीहरूलाई जान भन्छु। हजुरहरू पनि यो अवसर नछुटाउनु होला र असार 15 गते केबिए ग्लोबल भिजिट गरिदिनु होला। For further information, follow our page or contact the given number. Thank you.